Hi Siddharth. Hi Sumi. हामी कि जाने बिजाने ढुङ्गामा जाने ढुङ्गानी आफै भन्न थालिसक्यो ढुङ्गा होइन बेबु स्यान्ड खेल्ने भन्न बालुवा बाबा बास्केट बिचाउने बाबा बास्केटमा हाल्ने खेल्ने हो कि ओके रेडी भनिसक्छ खै जसमा अलि मिलेन छ के गर्ने भन न ल गेट खोलेको छ त गेट ल त्यहीँ गएर खिच्ने अब ल सिद्धार्थ हामी कहाँ आइपुग्यौँ बिच आइपुग्यो हो तिमी बिचमा गएर के गर्ने बास्केट बिचाउन जाने माटो होइन के हाल्नुपर्छ बास्केटभित्र बाबुवा हाल्नुपर्छ बालुवा भन नन स्टप बोलेको छ सिद्धार्थ उतापट्टि चाहिँ रुकुम रह्यो है त्यो अलि नजिक छ हुन्छ यता जानु त यता बिच फोन कानमा गर्नु ल ल फ्रन्ट क्यामेरा गर्नु अस्तिको ठाउँबाट जानु पर्यो है अस्तिको ठाउँबाट पनि नजिक छ जस्तो लाग्यो थियो ल छोरालाई हामी घर जाने ल अब ल नै घर जाने फेरि बास्केट बिचाउन कपालले त लगे घर फर्काए नजाने ल ल जिस्केको जाने बास्केटभित्र के हाल्ने रे छोरा बाबुवा हाल्ने बालुवा बाबुवा हाल्ने ओके हाल्ने बालुवा घर गएको होइन हामी बिच गएको क्या छोरा बिच सुपर एक्साइटेड छ सिद्धार्थ चाहिँ घर गएको होइन छोरा घर न त हात मलाई हल्का ग्लुमी नै छ है दिन छन चाहिँ तर काम तातो न्यानो पनि छ तर थ्याङ्क गड आज मन्डे भएर त्यति मान्छे ल ल बेबुलाई नि खिच्छु ल फोन क्यामेरा नगर्ने यसरी राम्रो आउँछ अझ फ्रन्ट क्यामेरा अन्त फ्रन्ट क्यामेरा गर्नु रे गर्छ डिमान्ड हेर्नु न डिमान्ड बिच आइपुग्यो लेफ्ट साइडमा हेर्नुहोस् त बेबु ल बेबु एक्साइटेड भएर हेर यहाँ होइन नि त छोरा ऊ तल खेल्ने हो बिचमा जाने हिँड्नुहोस् अल्लु सुमीसँग हिँड्नुहोस् ल पप्पा आउँदै हुनुहुन्छ ल हेर न ए बिस्तारै हेर न कति एक्साइटेड भएको के छोरा जाने हो कि बिचमा हामी जाँदै हो बेबु घुँडा छिल्छ है हाफ प्यान्ट लाग्छ तिमी ल यता हेर त एकचोटि सिद्धार्थ यता हेर्नुहोस् कहाँ हिँडेको तिमी खिल्लिली दौडिन्छ हो भन ल यहाँबाट बिस्तारै स्टेप वेटहरू ममा तल गइदिनु तिमी बसेको थिएन बिस्तारै आऊ छोरा हेर न हतारेको फेरि हो बेबु यहाँ खेल्ने न अलि तल गएर खेल्ने आऊ उसलाई यहीँ खेल्न मन लागिसक्यो मैले खुसी भएर हेर न अहिले खेल्ने खेलिहाल्नु मन लाग्यो माटो खेल्ने हो कि त्यो फिज होइन बाबा बेबु यता हेर्नुहोस् छोरा सिधा त्यो क्यामेरामा हेर्नु न एकचोटि मजा आयो ल नानामा पुस्दैछ उसले यस्तो हावा यस्तो चिसो छ बेबु चाहिँ फुल अन बिजी भइसक्यो त्यहाँ खेल्नलाई हातले होइन छोरा एकछिन तिम्रो त हातमा ह्यान्डी प्लास्टर लाउनुपर्छ एकैछिन पप्पाले ह्यान्डी प्लास्टर लिएर आउनुहुन्छ ल सानो कट रहेछ सुमी बेबुको छेउमा जानु चिसो छ रमाइलो छ ल बालुवा छान है राम्रोसँग सानो सुमी यता हेर त बेबु यता हेर्नुहोस् एकचोटि सिद्धार्थ हजुर बस्ने बस डट्टी हुँदैन बस्नु भए बालुवा हो केही हुन्न सजिलो गरी बसेर खेल ल ठिक छ
ह्यान्डले एकछिन नगर न बाबा ह्यान्ड प्लास्टर लाउने एकछिन वेट गर न प्लिज थ्याङ्क यू छोरा पप्पा आउँदै हुनुहुन्छ ल होइन राइट साइडमा राख्दा नि हुन्छ ए हो त्यहाँ राख्दा नि हुन्छ एन्टी लाइट पऱ्यो क्या हो ल कति खेल्छु बालुवा खेल आज ल ल बाउ छोरा यता हेर्नु त बेबु मजा आइरहेछ रेस्पोन्सै छैन हेर न अब त्यहाँ खेल्नु पाएपछि हजुर सामान कति माथि राख्नु भएछ त ओ सुमिजु त्यहाँ ओके त्यो कुकुर कति रमाएर खेलिरहेको छ है अघिदेखि त्यहाँ बेबु के भयो छोरा कहाँ जाने कहाँ जाने भन्ने छोराले के बनाउनु भएको ओके ए बेबु के भयो आँखा पर्यो वेट 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 बेबु पानी लिन जाँदैछ है अब बेबु चाहिँ ल ती बस्नु आउँछ यी बस्नु ल थाप्नु हो थाप्नु भयो माटो हिलो होइन नि बाबा पानी थाप भनेको ल फेरि वेभ आउँदैछ ल वेट गर्नु एकैछिन ल ल थाप्नु आछु भयो इट्स ओके बाबा पानी आएन नि त नि मम्माले हेल्प गर्छु भनेको मान्दैनौ भएन ल मम्माले हेल्प गरौँ दिनुहोस् अब मम्माले गरिदिन्छु त्यसरी थाप्ने होइन नि त छोरा मम्मा हेल्प गर्छु देऊ न प्लिज मम्मा हेल्प गर्छु छिटो छोडिदिनु हो यसरी हो नि त अलिकति मात्र आयो छोरा भएन ला पोखे त नि पानी इट्स ओके ल ल फालेर भाग्दिएर बेबु सब भत्काइदिएर ल कस्तो ठुलो पानी आयो मजा भयो छोरा ब्लुबेरी खाँदैछ अहिले चाहिँ कस्तो ठुलो बच्चा देखेको क्या छोरालाई सुन्नु न एकछिन के भन्दैछ छोराले नाइ अब नखेल्ने छोरा फेरि खेल्ने भन्दैछ नखेल्ने बाबा अब ल घर जाने होइन हामी अर्कै ठाउँ जाने फेरि ओके अर्कै ठाउँ जाने नि फेरि ल ल यता हेर्नु त फोटो खिच्छु एउटा ल सुन पनि हेर त 1 2 3 गाइज बेबु स्माइल एभ्रिवान मैले भिडियोबाटै फोटो खिचा हो ए खुट्टा त्यहाँ हुन्न छोरा पढ्यो हो सफा गरिदिनु टकटकाइदिनु न छोरा एकैछिन ल कति तातो क्या यहाँनिर चाहिँ है तातो छ त्यहाँ त कम्ता चिसो होइन पानी त नगर्ने हाममा गर्नुहोस् न सुन्तला खाने के खाने रे बाबु खानु मन लाग्यो आछु भयो टोपी लाउनुहोस् ए मिलेन नि त चेन खोल्नुपर्छ अलिकति टोपी लाउनलाई त एकछिन पख ल फेरि बहिनी खोल्छ म यहाँ समाउँछु हो ल भयो अब टोपी लगाइदिने कानमा चाहिँ अब लगाइदेऊ जिप्प पर्दियो अब
छि 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 के भयो त्यसो नगरौँ न अब अबे फोन चिसो भयो चिसो होला है टुटाइ एकछिन हुँदैन अब त्यहाँ बसिन्जेल त केही हुँदैन निस्केपछि चाहिँ चिसो हुँदो रहेछ मोजा खोल्नु ल ल खोलिदिनु नि त ओ माइ गड कस्तो मन परेको भाइ छोरालाई मलाई त क्या डर लागिरहेको एकछिन त ल बेबीको चाहिँ सक्स खोलिदिन लागेको प्यान्ट त मेरो पनि सबै भिज्यो छोराको पनि भिज्यो अच्छु यसो खाली खुट्टा टेकाइदिने हुन्छ खाली खुट्टा जाउला छोरा पापाको हात नछोड्ने है ल अब बाउ छोराको पालो कस्तो डिजी फिल हुन्छ नि त्यो सेतो झन् आउँदा पुरै दामी सिधा दामी बालमा अलिक मजाले खुट्टा टेकाउनु पर्छ है अघि ठुलो वेभ आउँदा त कस्तो डर लागिरह्यो मलाई देख्छौँ त डबल वेभ आएको थियो क्या एउटा वेभ यसरी आयो सँगसँगै अर्को फेरि आयो क्या पछाडिबाट है छोरा बेबु पनि आँटेको थियो त्यतिखेर त बेबु यस्तो गर्ने हेर ए यसरी पल बनाउने होइन स्विमिङ आउँछ होला नि त तर स्विमिङ आए पनि यहाँ त मतलबै छैन है बेबु कति ठुलो वेभ आयो ब्याक आउनुहोस् वाउ डबल आयो कि अघि पनि यसरी आएको थियो माछा परेछ हाई बेबु उसलाई त्यो वेभ चाहिएको क्या जाँदैन एक्लै त डराउँछ आयो आयो ओ माथिसम्म भिज्छ छोराको प्यान्ट समाउनु है च्याप्पै छोरालाई ल यता हेर्नु बेबु यता हेर ल अब हामी चाहिँ अहिले 3 बजे छ बिचबाट फर्केर हामी कता जाँदै हो बुढा अब हामी चाहिँ अल्कट्राज जाँदै हो ओके ल बेबु टाइम अप भयो तिम्रो बोल ल बोल त्यसलाई चाहिँ चकचक गरेर एकछिन टाइम अपमा राख्दै थियो अब चाहिँ हामी जेल जाँदै हो जेल हिस्टोरिकल जेल भन्ने त होला नि अल्काट्राज रे अल्काट्राज ल छोरा बोट चढ्ने हो बेबु हाई छोरा ल मम्माले खोलिदिन्छु ल हामी चाहिँ हतार भएर यहाँनिर चढिसक्यौँ तर सुन्यो त्यहाँनिर छ डर लाग्यो भन्दै थियो बेबु दौडेर म छिटो यहाँ आइहालेँ Only bless you, Baba. Bless you. के गर्ने तिमी सिपमै बसिरहेको छ त छोरा सिप खोइ गर्दैछ बेबु त जहाँ गए पनि दौडिनु पर्ने हेर यहाँ सुमी यता अब बेबु भाग हामी चाहिँ यहाँ अहिले आइल्यान्डमा आइपुगिसकेका छौँ अल्काट्राज आइल्यान्ड फोटो खिचिरहेको छ यहाँनिर बेबु यता जाने ट्यान्ट्रम देखाउन थाल्यो अब यहाँ
पानी हेर्ने हो छोरा Guys, finally we are here at Alcatraz है हामी चाहिँ Alcatraz आइपुगेको छौँ भर्खरै र तपाईहरुले हेर्न सक्नुहुन्छ है यो चाहिँ आइकोनिक एकदमै आइकोनिक सेल हो अब नेपालीमा भन्नुपर्दा एउटा चाहिँ जेल नै हो यहाँ छ नेमी र छोरा सुमितो माथि गइसि हिँड्दै गइसि ए हो भनेपछि यत्रै होला म पनि युज गर्नु पर्ला उयो छ त रेस्टरुम्स ल हैन ल अब आमा छोरा पनि रेस्टरुम जाने रे यसरी यो अल्काट्राजमा आउनुको लागि चाहिँ सान फ्रान्सिस्कोबाट चाहिँ फेरी चढ्नु पर्ने हुन्छ है त्यो फेरी चढेर चाहिँ पर पर्सन $47 देखि $55 सम्म लिन्छ त्यो चढेर चाहिँ उता देख्न सक्नुहुन्छ है गोल्डन गेट ब्रिज पनि छ ए सरी सर त्यो त बे ब्रिज रहेछ बे ब्रिज रहेछ गोल्डन गेट ब्रिज चाहिँ यो साइडतिर होला अर्को साइडतिर ल हेर्न सक्नुहुन्छ है एकदमै दामी ल हामी यहाँ उकालो चढ्दैछौँ है त यो चाहिँ पहिला पक्कै पनि चाहिँ यसो होला कैदीहरू भाग्छ भनेर चाहिँ हेर्ने निगरानी राख्ने एउटा टावर होला गाइजहरु यसरी आउँदैछ बाटो कस्तो लागिरहेछ यो मङ्की पछि आइहाल्छ नि यता अब कप्सहरू त्यतिखेरको चाहिँ अब सिक्युरिटी गार्डहरू भनौँ न स्पेसली पुलिसम्यानहरू चाहिँ बस्ने घर हो यो चाहिँ त्यो जमानाको के भयो हेर्न सक्नुहुन्छ बेबु चाहिँ यहाँ समुद्रमा हाल्छु भन्दैछ माथि गएपछि पानी देख्छ छोरा पपाको हात नसमाउने रे ल हिँड न त हिँड थिरी गर यस्तो ट्यान्ट्रम देखायो हेरिरहेको छु त ल हिँड बाबा धेरै ट्यान्ट्रम नदेखाऊ त छोरा अननेसेसरी ट्यान्ट्रम प्लिज त्यही भएन समुद्रमै हम्फाल्छु खोज्छ यहाँ उसलाई दियो भने त खोलामै हम्फाल्न जस्तो गर्छु भने हेर्ने मात्रै माथि चढ्नु हुँदैन भनेर यो बार लाएको हो नि त छोरा ल राम्रोसँग हेऱ्यो भने हेर्न दिन्छ नि मम्माले हेर्ने मात्रै हो गुड हेर्ने मात्रै ओके माथिबाट कस्तो राम्रो देख्छ नि त छोरा हस् ल अल्लुकै हातसम्म ऊ उसको पपाले त अलिकति रिसाउनु भयो र हातै नसमाउनु अरे उसको पपाको टच नगरे बाबा छि कस्तो चराको आँची रहेछ ल हेर्नु ल यता हेर राम्रो रहेछ पानी चरा उडेको नि देख्नु भयो ल लेट्स गो माथिबाट कस्तो राम्रो देख्छ बाबा त्यो चराको बाबा त्यसो गर्नुहुन्न फिस्टा लाग्छ प्लिज ल हिँड्नुहोस् जहाँ यता त लड्ने ठाउँ छैन त्यता चाहिँ होइन प्लिज ल दौड त्यता होइन बेबु ओ केयरफुल माथि बाबा मुनि होइन माथि जाने हो पानी हेर्न जाने हो के कति माथि त्यो हाम्रो जाने बाटो होइन अलुसुमी आउँदै हुनुहुन्छ ल त्यहाँ बसेर यता हेर त अलुसुमी खै भन्न त अलुसुमीलाई हेर त देखियो खै अलुसुमी आउँदै हुनुहुन्छ वेट गर अलुसुमीलाई वेट नगर्ने ठुलो पापालाई पठाइदिन्छु म अनि पठाऊँ वक गर्नु त्यहाँ ममा भिडियो खिचिदिन्छु ल त्यही भएर सानो मान्छेहरू कति खेल्नु परेको उफ्रिनु परेको
आउनुहोस् कति राम्रो फ्लावर पाएछ सिद्धार्थ आउनुहोस् आउनुहोस् खुसी भएर Yes, के रहेछ दादा रेड फ्लावर देख्नुभयो चुत्तो नगर न मम्मालाई देऊ न अरू पनि खिचेन यार मम्मालाई देऊ न तपाईँकोबाट खिच्नु न मेरो स्टोरेज पुग्दैन मेरोबाट मेरो छोरा मात्रै खिच्ने हो म सबै खिचेर खिच्न सक्यो खिचिरहेको छु त जेल हो है यो चाहिँ आइल्यान्डको बिचमा बेबु त्यहाँ जानु मिल्दैन आइल्यान्डमा यो उसले जमानाको खैरेहरूको लागि बनाएको जेल डेन्जर डेन्जर खुङखार कैदीहरूको लागि बनाएको जेल हो अरे ल धनु शेर्पाको डिस्क्रिप्सन सुन्नु होला म चाहिँ मेरो छोरामा मात्र फोकस गरिरहेको छु भिडियो हिस्ट्री चाहिँ टासीजीले भन्नुहुन्छ यहाँ खुल्ला छ स्वर्ग थाक्यो ब्याग झरिरहेछ ल यहाँको स्ट्रक्चर मेन यस्तो रहेछ हामी चाहिँ अहिले यहाँ जेलभित्र छौँ यस्तो दिँदो रहेछ डिस्क्रिप्सन उनीहरूले एक्सप्लेन गर्ने रहेछ सबैजना नै यस्तो हुँदो रहेछ कैदीहरू राख्ने ठाउँ अब ल हामी बेबु पनि पो आइपुगेछ यहाँ चिप्स खाँदै हजुर डमी देख्यो के को हो यो को मान्छे हो ल उठाउ चक्लेट खाने बित्तिकै गर सिद्धार्थ मङ्की बेहोरा देखाएर मङ्की बेहोरा अलुसुमी भाडा छ अलुसुमी ओ अलुसुमी के रे छोरा स्माइल अङ्गुर खाँदैछ यहाँ हेर टासी ढुन्ने बेला चाहिँ फोटो खिच्नु पऱ्यो अरे ल ल बेबुको पालो ल हामी चाहिँ यहाँ फेरि कुरेर बसिरहेछौँ ओके अहिले चाहिँ हामी अल्काट्राजमा घुमेर घर फर्किँदैछौँ एकदम हेक्टिक भयो आजको दिन रमाइलो प्लस अलिकति हेक्टिक पनि भयो सिद्धार्थले धेरै ट्यान्ट्रम पनि देखायो बेला बेलामा आज अहिले चाहिँ फेरि उसको नयाँ डिमान्ड छ यहाँ रेनो सिटी जाने भनेर कहाँबाट रेनो सिटी जाने भनेर सम्झेछ पपकर्न ऊ बाबा ब्रिज हेर्नुहोस् त्यहाँनिर पपकर्न खाँदै त्यहाँ रेनो सिटी जाने भन्दै बसिरहेको छु अलुसुमी एभ्री वान इज टायर्ड सिद्धार्थ मात्र एकदम एक्टिभ अहिलेसम्म रेनो सिटी जाने के गर्ने रेनो सिटी बाबाहरू भन त ऑरेंज कलर जुस खाने चिप्स खाने अनि के गर्ने रेनो सिटीमा अनि अंगुर खाने खाने मात्रै अरू केही नगर्ने खाने सुन्तला खाने अनि पपकर्न खाने अनि मखना खाने खाने जाने हो रेनो सिटीमा पनि घुम्न जाने होला नि ऊ बाहिर भ्यू हेर भ्यू हेर्नुहोस् बाहिर दामी भ्यू रहेछ ट्रेन बाबा ट्रेन ओ
कस्तो खुवाइखेर त्यहाँ देखेन त्यत्रो ल ओके बाई फ्यासन भएन ल बेबु चाहिँ मस्त सुतिरहेछ है यहाँ घोडे बिछाके सोरे के भन्छ मैले मेरो छोरा कहाँ उनी आँखा बन्द गरिरहेको छु नि त ओके यहाँ कोरियन खाने भनेर डिनर खान आएको छोरा चाहिँ यस्तो मस्त लिइरहेछ ल उठाउनु बिस्तारै ल अब कस्तो मजाले उठ्छ ल उठाउनु त ल उसको पापाले उठाउनुहुन्छ है त सब पपन पठाएको छ मेरो छोरा मैले के भएछ न पानी पानी भन्दैछ मैले क्वाल बेल खोल्ने गर्मी भएछ बिचरा पसिना आएछ के भएछ नु पापाले बोक्छु ल उठ्नुहोस् ल बिस्तारै निस्किनु पापाले बोक्छु मेरो छोरा प्यारो मेरो छोराले बोक्छु नि उसको प्यारो छोरा अघि कराएर सुताउने चाहिँ आफै हो ल मेरो बेबीलाई खाना हतार भइसक्यो ल बेबीको होला खानुहोस् बेबीको सबै हो क्या निकाल्नु पर्दैन छोरा ल उसले त्यसले खाने रे ल आज कोरियन खाना आएको डिनरमा चाहिँ हामी हजुर त्यो रेडिस हो बाबा ल बेबुलाई चाहिँ कोरियन डिस केही मन नपरेर याकुल खाँदैछ अहिले के छ बेबु त्यहाँ देखाउ त मम्मालाई गुलियो जुस छ मैले हो यहाँ दिदी हुनुहुन्छ भन न हजुर गाडीहरू देख्यो एक्सिडेन्ट हुन्छ पोख्न आँट्यो तिम्रो जुस पोखिन आँट्यो मम्माले सुने छोरा सुने बिस्तारै खाऊ है ल हामी चाहिँ सबै यहाँ ओभर इटिङ भएर टुगो समेत गर्ने अवस्था आएको छ सुमी ओ सुमी कस्तो लाग्यो त डिनर कोरियन डिनर दामी सुप चाहिँ हेर चौटा चौटा सबै खाएर यहाँ झोल मात्रै बाँकी रहेछ यो के अरे टौ बोकी यो चाहिँ सबसे बेस्ट थियो आजको छोराको त हाम्रो बेबीको किड्स प्ल्याटर भनेर मगाएको केही पनि खाएन के भयो छोरा पापा पैसा तिरेर आउनुहुन्छ हो कि चक्लेट होइन तिमी गुलियो जुस खाइसक्यो त अब चक्लेट नखाने सुमीको जुस हो तिम्रो जुस तिमी आफै खानु ल ओके आजको दिन यति नै थियो बाय बाय एभ्रिवान थ्याङ्क यू फर वाचिङ आवर भिडियो बेबु बाई भनिदिनुहोस् ल यता हेर्नु मा गर हेर न सुमी तेरो खोज्न आएको थियो आफ्नो खाइसकेर हेर न त मैले ट्रासुनमा हाल्ने ल ल